आलाई त्यस्तो भइरहेछ So hi guys, namaste, good morning from Bangalore guys, welcome back to my YouTube channel. And आज चाहिँ म स्कुल युनिफर्ममा छु किनभने म चाहिँ क्याम्पको लागि जानु पर्यो। खासमा चाहिँ मेरो साथी एडम रिभा जानु पर्थ्यो तर त्यो लोकल गार्जेनमा गएको छ नि त, सो त्यसको रिप्लेसमा चाहिँ म जानु पर्दैछ हैन। नभए चाहिँ हाम्रो अफ थियो नि त, आज इभिनिङमा चाहिँ कलेज डेको प्रोग्राम छ, सो मर्निङ चाहिँ अफ थियो हैन। मजाले सुत्छु भनेर प्लान गरेको थिएँ तर त्यो भएन, प्लानिङको अनुसार त लाइफ चल्दैन गाइस हैन। अनि त्यही कारणले चाहिँ म चाहिँ अहिले क्याम्प जानु पर्दैछ, तर म क्याम्पको चाहिँ भिडियो खिच्नु पाउँदिनँ होला सायद। सो तपाईँहरूलाई अहिले कहाँ हुन्छ म देखाउनु पायो भने देखाउँछु, नभए चाहिँ सिधै आएर बेलुका प्रोग्राममा कलेज डेको प्रोग्राम जाँदा भेट्छु है गाइस। अनि त्यही छ आजको भिडियो चाहिँ त्यही हुनेवाला छ। अब चाहिँ म क्याम्प जाँदैछु अहिले। क्याम्पमा त म देखाउनु पाउँछु जस्तो लागेको छैन, तर पनि देखाएँ भने देखाउँछु, नभए चाहिँ सिधै आएर बेलुका प्रोग्राममा जाँदा अनि तपाईँलाई चाहिँ म ब्लग कन्टिन्यू गर्छु है गाइस। सो म चाहिँ एक्लै भएँ, रुममेटहरू सुतिरहेको छ मजाले हो, म चाहिँ एक्लै जानु पऱ्यो। मतलब 6 क्लासरुमको साथीहरू, तर हाम्रो ग्रुपबाट मेरो साथीहरू चाहिँ कोही छैन है गाइस, म एक्लै भएँ। बाई 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 टुसालामा गाइस। हामी चाहिँ अहिले बसलाई पर्खिरहेको छैन, अन्त यो चाहिँ मेरो पोस्टिङ पार्टनर हो। एउटा लङ टाइम हामी सँगै फेरि जाँदैछु आज उयोमा क्याम्पमा। अन्त हाम्रो बस पनि सायद गाइस यही होला आइपुग्यो यहाँ। अब हामी यसमा चढेर जानुपर्छ होइन। अन्त अडित्री मेला भ्लगमा आइबोल त्यो आइबोल गाइस। मैले चाहिँ क्याम्पमा चाहिँ केही भिडियो बनाउनु पाइनँ होइन, अन्त क्याम्पमा त्यतिकै बिजी भएँ, अन्त भिडियोहरू खिच्ने टाइम पनि पाएन होइन, अन्त खिचिनँ पनि। अन्त यति बेला चाहिँ हामी बसबाट फर्किँदै थिएँ होइन, ब्याक टु होस्टेल। गाइस म चाहिँ आयो क्याम्पमा चाहिँ जे होस्। सो गाइस म चाहिँ भर्खर क्याम्पबाट आएर पनि होइन कस्तो गरम, बाहिर चाहिँ पुरा गरम छ हो गाइस। अन्त म चाहिँ नुहाइसकेँ, भर्खर नुहाएर निस्केँ, अन्त खाना पनि खाएँ हो, खाना ल्याइदिइराखेको रहेछ, खाना खाएँ। अब फेरि रेडी भएर चाहिँ 3 बजी, अहिले चाहिँ कति 2हरू नागिसक्यो, 2:30 भइसक्यो। अन्त 3 बजी चाहिँ फेरि गेट बन्द गर्छ होस्टेलको, सबै बाहिर निस्किसक्नु प्रोग्रामको लागि भनेको छ हो। सो अब चाहिँ रेडी भएर चाहिँ प्रोग्राममा जाने। अन्त सिउ गाइस लेटर, बाई बाई। हामी चाहिँ रेडी भयो हो, अन्त कस्तो गाइसहरु भन्नुस् त यो कि यो लाएर चाहिँ अहिले दुईटा एकैवटा लाएर भन्दैछ हैन, दुईटाले राम्रै देख्यो भनेको एकैवटा लाएर जान्छ अरे हो, जाँदा हुन्छ हैन, हाम्रो नयाँ स्टाइल क्रिएट हुन्छ। अन्त चाहिँ के पो भन्छ कमेन्ट गरिदिनुस् कुन चाहिँ राम्रो देख्यो हो, आइकिन चाहिँ हेरेर नेक्स्ट टाइम चाहिँ त्यही लाउनु बुझिस्। सो गाइस अब चाहिँ हामी रेडी भएँ, अन्त रेडी भएर पनि रिल्स बनाएँ के गरेँ। अन्त अहिले चाहिँ 4 बजिसकेर 3 बजीको टाइम दिएको थियो, तर रुममै 4 बज्यो होइन। अन्त बाहिर चाहिँ अझै पुरा घाम लागिरहेको छ, मान्छेहरू पनि आएकै छैन, मान्छेहरू पनि बाहिर आएकै छैन, त्यत्तिकै घाम चाहिँ पुरा छ। अन्त अब हामी निक्लिन्छौँ होला रुमबाट, अब फोटोहरू खिच्नु पऱ्यो नि त गाइस होइन। अन्त हामीले चाहिँ भर्खर रिल्स बनाएको छु। अन्त हाम्रो ग्रुपको इन्स्टाग्राम लिङ्क म यहाँ राखिदिन्छु, मेन्सन गरिदिन्छु यता माथि कता, फर लाइफहरूलाई डु फलो अस होइन। अन्त हाम्रो रिल्सहरू हेर्नुहोस् हो, मेरो राम्री साथीहरूलाई हेर्नुहोस्, हाम्रो फर लाइफहरूलाई फलो गरेर चाहिँ होइन। अन्त यहाँ गाइस त्यति नै थियो। अहिले म तपाईँलाई प्रोग्राममा के हुन्छ देखाउँछु। अन्त हामी चाहिँ आज पुरा इन्जोय गरेर आउने। अन्त हामीले त्यही कारणले लुगा पनि सबैजना ड्रेसहरू लाउँछ ल, हामी चाहिँ कम्फर्टेबल भक्कु नाच्छौँ भनेर चाहिँ कम्फर्टेबल ड्रेस लगाएर गएको छु होइन गाइस। अन्त अहिले हेरौँ के हुन्छ। Hi. What's in ma'am? गाइस हामी चाहिँ फोटो खिच्न आएको थिएन गाइस, गेटसम्म पुगेँ तर जग्गै पाएन, यस्तो भिड छ होइन। अन्त यस्तो घामले चाहिँ पुरा गरम भयो। अब चाहिँ हामी चाहिँ फिलहाल चाहिँ अहिले चाहिँ पुरा भिड छ, तर पनि फोटो खिच्ने जग्गा खोज्दैछु गाइस। ब्लगर इन द हाउस गाइस। म चाहिँ यति मान्छेहरू छैन, मलाई लाज लाग्दैछ, तर पनि म चाहिँ भ्लग गर्दैछु। अब ह्याबिट बनाउनु पऱ्यो नि त होइन गाइस। अन्त हाम्रो चाहिँ यस्तो छ यहाँ चाहिँ एन्ट्रेन्स होइन।
गाइस तपाईँहरूले पहिलाको ब्लग हेऱ्यो होला होइन तपाईँहरूलाई कस्तो लाग्यो अब ठिकै लाग्यो होला अब जस्तो पनि लागोस् हामी अझै यस्तै माया दिइरहन्छ मेरो साथीले चाहिँ यस्तो माया दिनु कि यस्तो माया दिनु उसको चाहिँ पुरा इच्छा हो नि त यो पहिलादेखिको इच्छा हो अब उसलाई चाहिँ अब के भन्नु एकदम राम्रो माया गर्नुहोस् होला अन्त गाइस यस्तो भिड रहेछ यहाँनिर फोटो खिच्ने जग्गा खोज्दा खोज्दै आइपुग्यो हो तर पनि चाहिँ हामीले फोटै खिचेन गाइस अन्त हाम्रो चाहिँ यहाँनिर नि घाम नभएकोले गर्दा फोटो खिचेन अन्त हाम्रो बहिनीहरू यहाँनिर नि राम्री भइरहेको छ हो गाइस अन्त लजाउँछ गाइस हाम्रो बहिनीहरू चाहिँ हो ब्लगमा सो गाइस अहिले चाहिँ नि हामी यहाँ बसिरहेको थियो अन्त हाम्रो साथी आएछ हो सायद तो आपको इंट्रोड्यूस करा क्या इंट्रोड्यूस करूँ मैं साइना हूँ कहाँ से तुम बोल रहे आई एम फ्रॉम वेस्ट बंगाल हाँ ये वेस्ट बंगाल से मैं वेस्ट बंगाल से हूँ और हम सब एक साथ यहाँ पे रहते हैं 3 साल कहाँ से बीत गया पता नहीं ये हमारा लास्ट साल है चला जाएगा बट उसके बाद अब पता नहीं कब मिलूंगी कब कैसे बात होगी पता नहीं बट हाँ कांटेक्ट रहेगा सबके साथ और एक बार मेरा फ्रेंड का चैनल को लाइक करो शेयर करो एंड सब्सक्राइब करो बाय बाय गाइस और आज हम खतरा डांस करने वाले हैं हाँ आज हम एकदम डीजे होगा हमारा कॉलेज में आज डीजे एकदम पूरा कॉलेज डे है तो आज हम पूरा डांस करेंगे एकदम खतरा के अरे फालुदा कि किन्नु आएको थियो होइन फालुदा कि किन्नु आएको तर हामीले यो किनेको हो कुल्फी हो अनि हामीले यो चक्लेट चाहिँ के को लागि राखेको भनेर सोधेको त फालुदा अरे त चाहिँ यहाँ फालुदा बनाइदिइ माग्दैछ हो म पहिली बारै आमाले हामी चाहिँ यो फालुदा भनेको चाहिँ के हो गाइस थाहा छैन हो यो फालुदा भने चाहिँ हामी फर्स्ट टाइम ट्राई गर्ने बनाइदिँदैछौँ यहाँ हो अहिले कुर्ती खाँदै गर्छु गाइस गाइस यस्तो देख्दो रहेछ फालुदा चाहिँ मैले कहिले खाएको थिएन फर्स्ट टाइम यो कसरी खानु गाइस हामीले चाहिँ यो फालुदा भन्ने चाहिँ नि यस्तो करले खाँदैछ कि हाम्रो त्यो पैसा वेस्ट हुन्छ भनेको जस्तो पाराले अन्त यहाँ चाहिँ जबरजस्ती पैसा वसुल भनेको जस्तो गरेर खाँदैछ अन्त यहाँ बसाइ चाहिँ यस्तो छ गाइस हो प्रोग्रामै पुरा सिट चाहिँ प्याक सिटै छैन गाइस बस्नुलाई हो अन्त हामी चाहिँ उभिराखेको छ पुरा यहाँ सो गाइस लाज लाग्यो होइन अनि यो चाहिँ हो मेरो साथी रोसे अनि यो चाहिँ दार्जिलिङकै होइन गाइस हामी सँगै आएको आउनु चाहिँ तर हामी डिफ्रेन्ट कोर्स भएर चाहिँ छुट्यौँ डिफ्रेन्ट क्लासमा छौँ अहिले चाहिँ होइन अनि यसले चाहिँ मेरो भ्लगमा केही भन्छ अरे के भन्छ डोन्ट लाइक डोन्ट शेयर डोन्ट एनीथिङ हो यस्तो भनिदिन्छ हो साथी तर यसले भनेको चाहिँ केही नसुन्नुहोस् गाइस हो अनि साथीहरूको हालत चाहिँ यस्तो भएछ 5:50 भइसक्यो 5:30 भएछ होइन गाइस तर पनि प्रोग्राम स्टार्ट भएको छैन अन्त यिनीहरूको बसाइ चाहिँ यस्तो चाहिँ यहाँनिर हो हाई गाइस हामी चाहिँ अहिले हालत त्यस्तो भइरहेछ हाम्रो हालत चाहिँ यस्तो छ गाइस अनि यहाँ चाहिँ सबै गाइस यहाँ चाहिँ नि सबैको कपल्स फोटो सुटहरू हुँदैछ हो हामी चाहिँ तमासा हेर्दै बसिरहेको छु सबैजना हो यहाँ हो कपाल हुँदै फोटो खिच्दैछ हामी चाहिँ यहाँनिर बसाइ नै खतरा छ गाइस हाम्रो चाहिँ यहाँनिर हो प्रोग्राम स्टार्ट नभएर हरेस हामीलाई छिट्टो निकाल्यो गाइस छिट्टो यो जहिलेकै हो छिट्टो निकाल्नु हामी निक्लिन्छ अनि पर्खाउँछ के हो गाइस भर्खर हाम्रो प्रोग्राम चाहिँ स्टार्ट भयो Koshi's group of institution. I would also like to welcome our special guest, Sri Kattanam Shaji, KPCC Secretary from Kerala. Mrs. Jansi Rani, Principal, Koshi School of Nursing. Mrs. R. Above all those things, this gathering, this college, this institute, the love that you have for each other, the love that you must show for each other, the love that you must show each other, the dignity and sincerity that even money cannot bring. गाइस अब चाहिँ हामीलाई अल्छी भयो होइन यहाँ बसेर के बोलेको होइन त हामी चाहिँ हामी इन्टरटेनमेन्टको लागि चाहिँ जे भनोस् गराउँदै बस्ने हो के हो भन्दै सबै अब हामी भाषा पनि बुझेन अघि कुनै कुन चाहिँ भाषामा बोल्यो होइन गाइस सबै कालिया हामीलाई त के पनि भने अत्तो पत्तो थिएन Very good dean and very good student and wonderful teacher. That's how God gives you a purpose for you to live a life. That every human being is born with a purpose of life to achieve something in life. The government of Karnataka will definitely support Koshi's Institute of group of institution as such because it's an asset to the government of Karnataka and the state of Karnataka as such.
ನಾವೆಲ್ಲ ರೀತಿಯ ಸಹಾಯ ಸಹಕಾರ ಮಾಡಲಿಕ್ಕೆ ಪ್ರಯತ್ನವನ್ನು ಮಾಡ್ತೇವೆ. ಬಟ್ ಓನ್ಲಿ ಒನ್ ಅಡ್ವೈಸ್ ಐ ವುಡ್ ಲೈಕ್ ಟು ಟೆಲ್ ದ ಸ್ಟೂಡೆಂಟ್ಸ್, ಇವಾಗ ಕಮಿಟಿ ಮಾಡ್ತಕ್ಕಂತಹ ಮನುಷ್ಯರಿಗೆ ಸೇವೆ ಮಾಡ್ತಕ್ಕಂಥ ಕೆಲಸ ಪ್ಲೀಸ್ ಫೈಟ್ ಅಗೇನ್ಸ್ಟ್ ಪ್ರೀತಿ. सो गाइस बल्ल डान्स स्टार्ट भएन अन्त डान्सको चाहिँ मैले सर्ट क्लिप राखेँ अनि त्यसको चाहिँ मैले म्युजिकहरू डल्लै डिलिट गरेँ किनभने मलाई त्यो अब कपिराइटरको बारेमा त्यस्तो आइडिया त छैन कि गाइस, तर अब अरूहरूले भनेको सुनेको नि त कपिराइटहरू भयो भने कुनै के डिलिटहरू हुन्छ बादमा भनेर मैले त यो मेरो लास्ट इयर हो कलेजको भनेर मेमोरिजको लागि भिडियोहरू बनाउँदैछु अन्त बादमा डिलिट हुन्छ होला भनेर चाहिँ मैले चाहिँ गीत हालिनँ होइन गाइस। अन्त अब डान्स चाहिँ पुरा थियो तर मैले अब कति रिकर्ड गरेको चाहिँ यहाँ हालेँ। गाइस अहिले चाहिँ हामी पुरा नाच्दैछौँ होइन, अन्त नाच्दाखेरि चाहिँ के भयो भन्दा चाहिँ नि गाइस कता उज्यालो छ यहाँ नाचेर चाहिँ सबै थकित भइरहेको छ। दिख रहा है तो गाइस हामी चाहिँ नाच्दा नाच्दा यस्तो भयो हालत, खुट्टा प्यान्टहरूको चाहिँ हालत पट्टारै हो, हामी चाहिँ बारी खन्नु आएको जस्तो भइरहेको छ हालतहरू हो। यी मेरो मुखेर पसिनाले नाच्नु हाय गाइस, हाय गाइस, हाय गाइस, मजा आ रहा है, मजा आ रहा है। Thank you for preserving this timeless art with such dedication. Now it's time for some high energy moves. Extraordinary blend of style. गाइस हामी चाहिँ पुरा थाक्यो हैन, हामीले चाहिँ यो क्रिकेट उयो के भन्छ यस्तो क्रिकेट खेल्नेलाई जग्गालाई क्रिकेट स्टेडियम चाहिँ बुक गरिराख्छु नाच्न हाम्रो ग्रुपको लागि। के पनि होस् गाइस बारेको छैन, खासमा यो क्रिकेट खेल्ने जग्गा हो, भुइँमा पनि म्याच रहेछ हैन गाइस। हामी चाहिँ बसिरहेको छु अन्त यहाँ चाहिँ हामी बुकै गर्थेको आज नाच्नुलाई चाहिँ, त्यहाँ मैले बुक गरेको अरू कोहीले होइन, हाम्रो पियानोमा छ हो यसले बुक गरेको आज। गाना स्टार्ट हुन आँटिसक्यो गाइस, अब नाच्छौँ हामी। गाइस नाच्दैछ पुरा भइसक्यो अन्त गाइस चप्पल राखेको थिएँ होइन नाच्नुको लागि, चप्पल खोलेर चाहिँ अहिले मजामा नाच्दै हुँदैछ यहाँ चाहिँ खत्रै नाच्छ। आज चाहिँ हाम्रो फिजिकली मेन्टली सबै रिल्याक्स बनायौँ होइन, अब त्यही हो पढाइको स्ट्रेसहरू एक्जामहरू आउँदैछ, रिल्याक्स भएर चाहिँ अब चाहिँ एक्जाम दिनुपर्छ गाइस। के हो हामी इन्जोय गर्दैछ आज चाहिँ होइन, धेरै दिन बाद। हेर गाइस नेपाली गानाको वेट छ हो, नेपाली डान्स छ होइन हाम्रो क्लासबाट, तर एकदम लास्टमा गर्दैछ, पुरा लास्टमा गर्दैछ हो यिनीहरूले। बसिरहेको छु होइन, त्यो चाहिँ किन भन्दा चाहिँ नेपाल
गाइस अन्त यहाँ चाहिँ केटाहरूको डान्स चाहिँ खतरा हुँदै थियो होइन अन्त तिनीहरूको चाहिँ तर त्यहाँ धुलो उडेर गइ नसक्नु कस्तो धुलोमा चाहिँ नाच्दै थियो तिनीहरू चाहिँ हो धन्न हामीले चाहिँ पहिल्यै त्यो क्रिकेटको उयोमा भित्र पसेर त्यो उयो भएर त्यहाँ हामीलाई चाहिँ सजिलै थिएन गाइस मजा आउँदै थियो हामीलाई चाहिँ अलग्गै भएर अन्त बाहिर चाहिँ धुलो उडेर केही थिएन गाइस बल्ल प्रोग्राम चाहिँ सक्यो होइन अन्त हामी चाहिँ निक्लेँ यस्तो भिड थियो बाहिर निक्लिँदा चाहिँ होइन अन्त पुरा भिड थियो अन्त तर पनि अझै यिनीहरूले चाहिँ फोटो खिचौँ भनेर फोटो खिचेको थिएन होइन फोटो खिच्ने चाहिँ अब जग्गै थिएन पुरा भिड भएर होइन अन्त त्यहाँबाट चाहिँ त्यो उयोले चाहिँ बाउन्सरहरूले चाहिँ खिचेको थियो छिटो रुम जा भनेर होइन अन्त चाहिँ गाइस यिनीहरूको चाहिँ अझै फोटो खिच्नै सकेन फोटो सेसन अझै हुँदै छैन हो सो गाइज हामी चाहिँ पुरा थाकेर हो फाइनली रुम आइपुग्यौँ अन्त खाना लिएर सिधै खाना लिएकिन आयौँ टिफिनमा हो रिसाला नुहाउनु गइरहेको छ त्यहाँदेखि अब फ्रेस भएर चाहिँ खाना खाने अन्त सुत्ने पुरा थाक्यो आज चाहिँ डान्स चाहिँ जोड भयो होइन गाइस रिल्याक्स त भयो तर थाक्नु चाहिँ ओभर थाक्यो होइन गाइस कस्तो हालत थियो कस्तो भयो गरम पनि पुरा भयो दिन कस्तो भयो आज फर्स्टमा त बोरिङ थियो हो हाम्रो नेपाली गानामा चाहिँ नाच्ने भनेर एकदम वेट गरिरहेको थियौँ हामी अन्त त्यहाँदेखि चाहिँ नाच्यो तर त्यसमै रोक्यो गानै त्यति मन पुरा दुख्यो जे पनि हो राम्रो भयो गाइस के भएको प्रोग्राम थियो ढिलो स्टार्ट भयो नि त कि गाइस अन्त फेरि नेपाली सङ चाहिँ लास्टमा हामी चाहिँ पर्खेन नाच्नुलाई अनि त्यही भयो पुरा लेट भयो नि त अब अहिलेहरू त कति 11 PM पनि नागिसक्यो होइन रातिको 11 नागिसक्यो अन्त त्यही नाच्दा नाच्दै अब अन्त बन्द गर्नु भनेर उयो आयो नि त अन्त नाच्दा बन्द हो कि के हो भए सकेको हो कि हो लाग्यो रात भएर होइन अन्त सायद त्यो हो त्यहाँ आयो नि त अर्डर अब त्यस्तो 10:30 नागिसकेर चाहिँ बन्द गर्नु त्यस्तो के आएछ अन्त हामी नाच्दै थियौँ होइन नेपाली गाना भन्ने मजाले अन्त बिचमै बन्द भयो अन्त चाहिँ हामी त्यसमै स्याड भएर रुम फर्किनु पऱ्यो होइन गाइस भोलि एडिट गरेर सायद भोलि आउँछ होला गाइस भोलि भ्लग आउँछ होइन अन्त भोलि हाल्ने कोसिस गर्छु म यो भ्लग चाहिँ भोलि आज फ्राइडे हो भोलि स्याटरडे हो गाइस होइन अन्त त्यही आज हाम्रो चाहिँ कलेज डेको प्रोग्राम अन्त यो चाहिँ लास्ट इयरमा हामी पुरा इन्जोय गर्ने सोचेको थिएन अन्त लास्ट इयर हो पुरा इन्जोय गरौँ सोचेको थिएँ इन्जोय गऱ्यौँ तर योभन्दा अगाडिको इयर हामीले झन् इन्जोय गरेको थियो योपालिभन्दा अगाडि चाहिँ हामीले झन् इन्जोय गरेको थिएँ तर योपालि जे होस् हाम्रो लास्ट कलेज डे इन कलेज दामी भयो होइन गाइस सो गाइस तपाईँ आज त के भयो भ्लग पनि पुरा मिक्स भयो भ्लगहरू यताउता के भयो बिहान क्याम्प गएँ त्यहाँदेखि फेरि आयो हतार रेडी भयो फेरि प्रोग्राममा गएँ होइन अन्त थाहा छैन गाइस भ्लग कस्तो भयो एडिट गर्दा अब के हुने हो होइन एडिट गरेर अपलोड गर्छु स्किप नगरी लास्टसम्म हेरिदिनु भयो भने यहाँसम्म हेरिदिनु भयो भने थ्याङ्क यू सो मच होइन डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब एन्ड डु कमेन्ट गाइस होइन अब यो फर्स्ट हो पुरा एडिटिङ केमा मिस्टेक हुँदै गर्नु होला माफ गरिदिनुहोस् अहिले होइन बादमा म इम्प्रुभ गर्दै जान्छु सिक्दैछु भर्खर एउटा 1-2 भिडियो अलिअलि सिक्दैछु होइन गाइस अन्त यहाँ त्यति हो माया देखाइदिनुहोस् गाइस थ्याङ्क यू फर वाचिङ त्यसलाई बाई बाई सबैलाई